सबभन्दा पहिला म आज यो विशाल जनसभामा निकै अप्ठ्यारोसँग खाँदिएर बस्नु भएको छ र यो बाटोमा नअटेर जनसमुदाय र कमरेडहरू उता दुईटा बाटोतिर पनि छचल्किएर बसेको समाचार पनि पाएको छु, मैले देखेको पनि छु। सबभन्दा पहिला त म नेपाल सरकारलाई र महानगरपालिकालाई यो खुला मञ्च खुला गर्नको लागि आग्रह गर्न चाहन्छु। जोरदार ढङ्गले म सम्पूर्ण जनसमुदायको तर्फबाट तपाईहरुलाई, किनकि यो नेपाल राज्यको निम्ति, नेपाल राष्ट्रकै निम्ति अपमान र लज्जाको विषय हो। एउटा 50-60 हजार 1 लाख मानिस जम्मा भएर बस्ने एउटा पनि मञ्च चौर हामी कहाँ नहुनु नेपाल देशकै निम्ति लज्जाको विषय भएको छ। म नेपाल सरकारलाई र अहिले महानगरपालिकाको जिम्मेवारी लिएका प्रतिनिधिहरूलाई पनि यो स्थितिको अन्त्य गर्नको लागि यो मञ्चबाट सबभन्दा पहिला जोरदार आग्रह गर्न चाहन्छु। यो प्रत्येक राजनीतिक दलका निम्ति, विभिन्न सामाजिक सङ्घ संस्थाका निम्ति र सबैका निम्ति पनि राष्ट्रको एउटा खुला मञ्च, एउटा समारोह सभा गर्ने स्थल अनिवार्य छ।